नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथली स्थित केन्द्रीय कान्तिपुरको कार्यालय पुगेर प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको छ। जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहिया विरुद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो। सिरोहिया विरुद्ध 2वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो। यसैबीच सिरोहियाले गृहमन्त्री रवि लामेछानेले प्रतिशोध साधेर आफूलाई पक्राउ गरेको बताउँदै कान्तिपुर यसबाट विचलित नहुने बताएका छन्। सिरोहियाले गृहमन्त्री रवि लामेछाने सत्ता शक्तिको दुरुपयोग गरी प्रतिशोध साधन खोजेको बताएका छन्। सहकारी ठगीका पीडित बचतकर्ताहरूको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिन गृहमन्त्री लामेछानेले प्रपञ्च रहेको पनि उनले आरोप लगाए। प्रेसमाथिको ठुलो आतंक हो। नागरिकता भनेको विषयमा कुनै उजुरी पर्दैमा कसैलाई गिरफ्तार गरिन्छ कार्यकक्षबाट। तपाईँ हामीले ल्याएको लोकतन्त्र 62-63 मा ज्यानको बाजी ल्याएर ल्याएको गणतन्त्र यही रहेछ भन्ने नवागन्तुक गृहमन्त्रीजीबाट थाहा भयो। अर्को मेरो कुरो के छ भन्दाखेरि कसैको उजुरी पर्दैमा गिरफ्तारी हुन्छ भनेर मलाई सोध्नुपर्छ। माननीय गृहमन्त्रीजीको त 2टा पासपोर्टको मुद्दा छ। यसैलाई मेरो उजुरी मानेर भोलि त्यो वारन्ट जारी हुनेछ भन्ने म विश्वास त छु, किनभने उहाँले 2टा पासपोर्ट युज गरेर उहाँको छ। कुनै महाधिवक्तालाई यो अधिकार दिँदैन। जुन कुरा जहाँसम्म छानबिनको कुरो छ, मैले भन्ने आएको थिएँ, म सघाउँछु। म यो देशको एउटा वरिष्ठ नागरिक हो र म सबै कुरालाई सघाउँछु। तर जुन हिसाबले हछुवाको बलमा नव अधिनायकवाद जुन देखिया छ, यो तपाईँहरू हामीलाई सबै प्रेस स्वतन्त्रतामाथिको कुठारा गएको। आज कार्यकक्षबाट मलाई गिरफ्तार गरेर लगिँदैछ। म यसको अन्तिमसम्म लडाइँ लड्छु। तर यो देशमा कानुन छ भने 2टा पासपोर्ट बोक्ने सहकारी ठगीमा यत्रो प्रुफ भएको न्युज, किनभने मलाई गिरफ्तार गरिएको नागरिकता काण्डमा होइन, सहकारी र उहाँ विरोधका कुरामा हो। उनले यसअघि पनि समाचार लेखेकै बापत आफूमाथि विभिन्न कालखण्डमा राज्य शक्ति प्रयोग गरी प्रहार गरेको प्रयास भएको बताएका छन्। उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै व्यतिथिको ढाकछोप प्रयास नगर्न चेतावनी पनि दिएका छन्। सिरोहियाले गृहमन्त्री लामेछानेको प्रतिशोधबाट कान्तिपुर विचलित नहुने पनि बताएका छन्। कान्तिपुर व्यतिथि विरुद्ध थप सशक्त भएर अगाडि बढ्ने पनि उनले बताएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संसदमा विकसित भइरहेका बेला घटनाक्रमहरू सुखद नरहेको बताउनु भएको छ। मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलन क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र सबलदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताउनु भएको छ। उहाँले संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताएका छन्। यसोनाले वार्ता र संवादबाट कुराहरूको पनि समाधान खोज्नु पर्दछ। यसोनाले कुनै चिजको बारेमा हामीले त्यसलाई अरू स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन। निजी हित पूरा गर्ने कुरामा गर्नु हुँदैन। देशलाई राम्रो दिशामा लिएर जानका लागि, सकारात्मक दिशामा लिएर जानका लागि त्यसले सहयोगी भूमिका खेल्नु पर्दछ। अप्ठ्यारो त छ र सबभन्दा बढी अप्ठ्यारो हाम्रै पार्टीलाई छ। हिजो एक किसिमको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ। हामीले विभिन्न पार्टी र नेताहरूसँग एकअर्कालाई सम्पर्क कायम गरेका थियौँ, सहकार्य गर्न आएका छौँ। अर्को ढङ्गले जानुपर्ने हो कि भन्ने खालको अवस्था बनेको छ। अब यी सबै कुराहरूको सन्दर्भमा हामी कुनै पनि पार्टी टोस भन्ने पक्षमा छैन। कुनै पनि पार्टी लडाइँ लडौँ, झगडा गरौँ भन्ने पक्षमा छैन। हामी सबै मिलेर अगाडि बढौँ भन्ने हामी रहन्छ। अध्यक्ष नेपालले कुनै पनि पार्टीहरू नफुट्नु भन्ने आफूहरूको चाहना रहेको बताउनु भएको छ। राष्ट्रिय मुक्ति क्रान्तिका नेता तथा दर्शन शास्त्री बुद्धिस्ट छिरिङ मोक्तानले जनतालाई सत्ता सम्पन्न बनाउन आफूहरूले अभियान चलाएको बताउनु भएको छ। जनकपुरधाममा राष्ट्रिय मुक्ति क्रान्ति अभियानको मधेस ब्युरोले गरेको संवादात्मक
कार्यक्रम नेता मोक्तानले यस्तो बताउनु भएको छ। उहाँले अहिलेको राज्य सत्ता सञ्चालकहरूले देशलाई असफलतातर्फ लिएर गएको भन्दै उनीहरूबाट सिर्जित समस्याहरूको समाधान तथा निदान गर्न उद्देश्यका साथ आफूहरू अभियान चलाएको बताउनुभयो। आफूहरूको अभियानले सबै जात जातिको अस्तित्वलाई सम्मान गरेको पनि बताएका छन्। असफल उन्मुख भयो, यसको कारण खोज्नु र निदान गर्नु नै राष्ट्रिय मुक्तिको एकमात्र लक्ष्य हो। राष्ट्रिय मुक्ति क्रान्तिको एकमात्र लक्ष्य भनेको अब हामीले मधेसीको नाममा पहाडियालाई गाली गर्ने होइन, हिजो जस्तो हो अब होइन। वा पहाडियाको नाममा मधेसीलाई गाली गर्ने हो, त्यो पनि होइन। वा पहाडमा पनि हामी आदिवासी जनजातिले बाहुनलाई गाली गर्ने हो, त्यो पनि होइन। के हो त राष्ट्रिय मुक्ति क्रान्तिको एकमात्र लक्ष्य भनेको? यो असफलता यति हुँदा हामीले यो गर्यौँ त्यो गर्यौँ भनेर उहाँहरू दाबी गर्नुहुन्छ र त्यो ठिकै हो, तिमीले गर्यौँ भनेर भने तापनि तिमी असफल भयो भनेर त्यो असफलताको प्रमाण छ र त्यो असफलताको कारण र त्यसको निदान गर्ने चाहिँ राष्ट्रिय मुक्ति क्रान्तिको लक्ष्य हो। नेता मोक्तानले देशमा बहुल राष्ट्रिय राज्य स्थापनाका लागि अभियान चलिरहेको भन्दै यो अभियान सफल भएपछि मात्रै सबैले आत्मसम्मान पाउने बताउनुभयो। राष्ट्रिय मुक्ति क्रान्तिले अहिले देशका विभिन्न ठाउँमा संवादात्मक कार्यक्रम गरिरहेको छ। कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेताहरू केशव झा, राम नरेश राई, राजीव झा, सञ्जय सिंह, सञ्जय चौधरी, अनिल महासेठ लगायत सहभागी भएका थिए। जनकपुरधाम उपमहानगरपालिकाले शिक्षा सुधारका लागि सम्बन्धित पक्षसँग संवाद अगाडि बढाएको छ। उपमहानगरको शैक्षिक सुधारका लागि उपमहानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग संवाद गरेको केही दिन नबित्दै निजी विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूसँग संवाद तथा छलफल गरेको छ। जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह तथा प्रमुख प्रशासकीय अधिकृत टेक राजपन्थीको उपस्थितिमा निजी विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूसँग विद्यालय सुधारका लागि अपनाउन सकिने उपायका विषयमा छलफल गरिएको थियो। छलफलमा प्याप्सन, एन प्याप्सन तथा मधेस प्याप्सन सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। छलफलमा उपस्थिति नगर प्रमुख शाहले नगरभित्रका विद्यालयहरूमा शैक्षिक गतिविधि सुधार, अवैध विद्यालयमाथि निगरानी, परीक्षा प्रणालीमा सुधार लगायतका विषयमा कदम चाल्न उपमहानगर तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालय संचालन से, कोचिंग सेंटर के संचालन से, सर्टिफिकेट के बिना यदि कोनो विद्यालय एक दूसर के एडमिशन करने से यही सब पर इनका सबके अखन विशेष जोर खासकर भर्खरे 8 कक्षा के परीक्षा प्रणाली से जो परीक्षा भ रहल छै सेंट्रलाइज वो तो नीके कहलखिन है, लेकिन तकर बाद तो सुधार के आवश्यकता है। लेकिन एक कंट्राडिक्शन की करते छै कि विद्यालय मर्यादित होना चाहिए, परीक्षा मर्यादित होना चाहिए आ फिर सबके पास कर दिउ। उनले बिना इजाजत सञ्चालित विद्यालयलाई कारबाही गर्न तयार रहेको तर संघीय शिक्षा ऐन नहुँदा कतिपय कदम चाल्न कठिनाई भइरहेको बताए। 2028 को शिक्षा ऐनलाई टेकेर उपमहानगरले स्थानीय शिक्षा ऐन निर्माण गरेको जानकारी दिँदै उपमहानगरको शैक्षिक स्तर सुधारका लागि हर सम्भव प्रयास गर्ने बताएका छन्। मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरूले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक रहेको बताउनु भएको छ। मुस्लिम बालबालिकाका तथा युवाहरूको उत्थानको लागि इमानहरूको भूमिका अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्ने मुस्लिम आयोगको माग रहेको बताउनुभयो। उहाँले मुस्लिम समुदायको प्रतिनिधित्व हरेक ठाउँबाट हुनुपर्ने आफूहरूको माग रहेको बताएका छन्। उहाँले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि आयोगले विभिन्न कामहरू गर्दै आएको पनि बताए। यो जनशक्ति बढाउनको लागि र यसबाट चाहिँ भोलि सिङ्गो समाजलाई मात्र हैन कि देशलाई पनि फाइदा कसरी चाहिँ बढाउने, कसरी दिलाउने भन्ने उद्देश्यका साथ मुस्लिम आयोगले यस्ता कार्यहरू, यस्ता चाहिँ सुरुवातहरू गर्दै गइरहेछ र आगामी दिनमा इन्शाअल्लाह अझ हामीले चाहिँ सक्दो जुन चाहिँ अघि चाहिँ हाम्रा डाक्टर समीम अहमद साहबले भन्नुभयो कि एउटा तारिख लेख्नु पनि जरुरी छ। वास्तवमा हाम्रो चाहना र सोच त्यही नै छ, तर कतिपय हाम्रो बाध्यता छ। हाम्रो सिङ्गो समुदायको आन्दोलन, सिङ्गो समुदायको सङ्घर्षको पश्चात मुस्लिम आयोग हामीले चाहिँ हासिल गर्यौं
तर सरकारको चाहना अनुरूप हाम्रो चाहना अनुरूप सरकारले पुरा गरेन। स्रोत साधनको कुरा छ, त्यहाँ अधिकारको कुरा छ, कर्मचारीको दरबन्दीको कुरा छ। उहाँले समय र ठाउँमा नबोल्दा समुदायको माग ओलझेलमा पर्ने गरेको बताउनुभयो। सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन बसेको बैठक बिना निष्कर्ष सकिएको छ। मङ्गलबार सिंहदरबारमा बसेको कार्यदलको बैठक आज पनि कार्यादेश टुङ्गो लगाउन नसकेको हो। बैठकमा विभिन्न विकल्पहरूबारे छलफल भएको भए पनि निष्कर्षमा भन्ने पुगी नसकेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिनुभएको छ। उहाँले आजको कार्यदलको बैठक सकारात्मक भएको बताउनुभयो। उहाँले सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको बताउनुभयो। मन्त्री गिरीले सहकारीमा भएको बचतको अपचल सम्बन्धमा प्रभावकारी ढङ्गले छानबिन गर्न कारबाही गर्ने सुनिश्चित हुने पनि बचतकर्ताहरूको बचतको सुनिश्चित हुने गरी कार्यादेश बनाउने सहमति भएको बताउनुभयो। उहाँले छिटोभन्दा छिटो निष्कर्षमा पुगेर छानबिन समितिलाई कामको जिम्मेवारी दिने गरी अघि बढ्ने निष्कर्ष निकालिएको पनि जानकारी दिनुभयो। वास्तवमा आज चाहिँ यो कार्यदलको बैठक अस्तिको बैठकभन्दा आज अझै बढी घनीभूत अत्यन्तै गम्भीर ढङ्गले छलफल भयो र छलफल सकारात्मक दिशातिर अगाडि बढेको मैले राम्रोसँग त्यो महसुस पनि गरेको छु। खास गरी संसदभित्र जुन डेडलकको अवस्था छ र महिनौँ दिनदेखि कङ्ग्रेसले जुन विषय उठाइराखेका छ, यस विषयलाई लिएर राजनीतिक दलका नेताहरूको बिचमा चाहिँ डेडलक फुकाउनका निम्ति संसदीय छानबिन समिति पनि बनाउने र यो समस्यालाई समाधान गरेर जाने भन्ने विषयमा जुन सहमति भएको थियो, त्यो सहमतिलाई वास्तवमा व्यवहारमा कार्यान्वयन गर्नका निम्ति जुन कार्यदल बनेको थियो, यसले कार्यदलले चाहिँ कार्यादेश निर्माण गर्ने सवालमा अहिले भएको छलफल मलाई लाग्छ एउटा उपलब्धिमूलक बनेको छ। ठ्याक्कै हामी निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन। विभिन्न एङ्गलबाट हामीले छलफल गरेका छौँ, विभिन्न विकल्पहरूमा। सञ्चारकर्मीहरूसँग बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बार्तोलाले बैठकमा सौहार्दपूर्ण भएको र सहमति गरेर विषय टुङ्ग्याउने कुरामा छलफल भएको जानकारी दिनुभयो। सम्बन्धित विषयको टिओआर बनाउनका लागि बनेको कार्यदलको बैठक बस्यौँ। यो बैठक आज असाध्यै सौहार्दपूर्ण ढङ्गबाट भयो। हामी दुवै पक्षका आफ्ना कुराहरू त छन्, अलि पहिलेदेखि थिए, तर त्यसलाई न्यारो डाउन कसरी गर्ने त्यो प्रस्तावमा त्यसलाई न्यारो डाउन गरेर मिड पोइन्ट के हुनसक्छ भनेर एउटा सहमति भयो। र मेरो विचारमा आज हामी अब अहिले 11 बजीदेखि हाउस छ, यो प्रक्रिया अगाडि बढ्ला। त्यसपछि पनि कार्यदलको बैठक बस्ने कुरा भएको छ। हामी दुवै पक्षले निकास निकाल्नका लागि आफूले राखेका प्रस्तावहरूबाट मिड पोइन्ट खोज्ने गरेको तयारी गर्ने त्यो सहमति भयो। त्यसो हुँदाखेरि हामी पनि अब हाम्रो सत्ता पक्षका मान्यजीहरूसँग हामी बस्छौँ, सम्बन्धित नेताहरूसँग पनि बस्न परेछ। बैठकपछि बोल्दै नेपाली काङ्ग्रेसका सांसद जीवन परियारले सहकारीको रकममा पचलमा उप प्रधानमन्त्री एवं गृहमन्त्री संलग्न रहेको कुरा आफूले बैठकमा उठाएको बताउनुभयो। उहाँले सो बारेमा थप छलफल गरी सहमतिबाट अघि बढ्ने कुरामा छलफल भएको पनि जानकारी दिनुभयो। भन्ने खालको सहमति भएको छ। अब संसदको बारेमा मलाई लाग्छ अब संसद चल्ने कुरा, यो सहमति छानबिन समिति नबन्दासम्म संसद चल्ने कुरा त मलाई लाग्दैन र यसको बारेमा पार्टीका मुख्य सचेतक लगायत। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सौहार्दपूर्ण वातावरणमा छलफल भएको र सहमतिबाटै टुङ्ग्याउने दिशामा छलफल भएको पनि बताउनुभयो। हुँदैन भनेर त मैले अस्ति यहाँकै अगाडि पनि बोलिसकेको छु। त्यो आरोपको आधारमा चाहिँ सिधा आरोपकै आधारमा संसदीय छानबिन बन्न मिल्दैन, त्यो न्यायोचित हुँदैन भन्ने हाम्रो सुरुदेखिको अडान छ। उहाँले आरोपकै आधारमा संसदीय समिति बनाउनु नहुने रासपाको धारणा रहेको बताउनुभयो। उहाँले भविष्यमा स्थापित गर्ने नजिर बनाउने गरी समिति बनाउन आवश्यक रहेको पनि बताउनुभयो। प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी संशोधन विधेयक 2080लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। नेपाली काङ्ग्रेस सहितका विपक्ष दलहरूको बेल घेराउ र नाराबाजीको बीच उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामी छानेले मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो। मन्त्री एवं गृहमन्त्री रवि लामी छानेलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 122 को उपनियम 3 बमोजिम राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक 2080 फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा किटान गर्नुपर्ने आह्वान राख्दै संसद बैठक अवरोध गर्दै आएको छ। प्रतिनिधि सभाको अर्को बैठक जेठ 11 गते शुक्रबार बिहान 11 बजे बस्ने गरी स्थगित गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनको प्रति प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको छ। मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलहरूको विरोधका बीच प्रधानमन्त्री दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको हो। यहाँहरूले गएको 1 गते मात्रै राष्ट्रपतिज्यूबाट संयुक्त सदनलाई सम्बोधन भएको छ। त्यो सम्बोधनलाई अब विधिवत रूपबाट अगाडि बढाउनु हाम्रो कर्तव्य रहेको छ। त्यसैले माननीय सदस्यहरू, सो क्रममा कांग्रेसका सांसदहरूले संसदमा बेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए। कांग्रेसको विरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा 2079 नियम 37 को उपनियम 2 बमोजिम धन्यवाद प्रस्ताव प्रस्तुत गर्दै धन्यवादको प्रस्तावलाई निर्यात संसदमा प्रस्तुत गर्नुभएको थियो। धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2081 पेश गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध बीच राष्ट्रिय सभाबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनको प्रति प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको थियो। मंगलबारको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलहरूको विरोधका बीच संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधन धन्यवाद प्रस्ताव पारित भएको छ। कांग्रेसको विरोधका बीच राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले धन्यवादको प्रस्ताव सभाले सहमति जनाएको बेहोरा सभा समक्ष जानकारी गराउनु भएको थियो। प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2081 पेश गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 11 गते शुक्रबार सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले गृहमन्त्रीको जस्तो अभियोगमा बागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै उप प्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताउनु भएको छ। सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। उहाँले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पूर्जी जारी हुने तर सोही अभियोगमा लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने विडम्बनापूर्ण अवस्था अन्त्य हुनुपर्ने बताउनु भएको छ। सहारा चितवन, सुदर्शन पोखरा, सूर्यदर्शन पोखरा समेतका 4 वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिब 1 अर्बको ऋण लिएको छ। त्यो ऋण तिनै 4 वटा सहकारीबाट लिएको हो। सहकारीबाट ऋण लिएको हो र गोर्खा मिडियाले त्यो ऋण पाएको हो। त्यो बेलामा त्यसका प्रबन्ध निर्देशक माननीय गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ। यसको पुष्टि र प्रमाणित हुने अनेक आधारहरू छन्। सहकारी कार्यालयमा त्यसको पुष्टि भएको छ। सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी भएको भन्दै कानुनको दायरामा हरेक नागरिकलाई ल्याउनु पर्ने भए पनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली कांग्रेसले नसहने बताउनुभयो। सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सचिव एवं सांसद योगेश कुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर नेपाली कांग्रेस फँसेको बताउनु भएको छ। संसदमा छानबिन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि नेपाली कांग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानबिन गर्ने माग गरेको भए उपयुक्त हुने उहाँको जिकिर थियो। मंगलबार संघीय संसद भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीहरूमाझ उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको निष्कर्ष कसरी निकालेको भने
प्रश्न पनि काङ्ग्रेसलाई गर्नुभएको थियो। एकाध भाषाहरू नमिलेको कुरा हो, त्यो पनि मिल्छ। अब 9, 10, 11, 2-3 दिनमा यो विषय मिल्छ। अब हाम्रो भनाइ के छ भने नेपाली कङ्ग्रेसलाई साँच्चै यो सहकारीको विषयमा छानबिन गर्ने भन्ने तपाईँहरूको मनसाय हो भने त्यो राम्रो कुरा हो। त्यसमा एउटा सहमतिमा पुगौँ। समग्र सहकारी क्षेत्रमा जे खालका विकृति विसङ्गतिहरू छन् त्यसमा हाम्रो 3-4 कुरा उहाँहरूलाई छ। एउटा योभन्दा अगाडि पनि 6-7 उहाँले संसदमा काङ्ग्रेसले संसदीय आचरण प्रदर्शन गरिरहेको आरोप पनि लगाउनुभयो। अब समाचारमा व्यावसायिक विश्रामपछि बाँकी समाचार। धुलो र पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। तपाईलाई चाहिन्छ गोट मिल्कले समृद्ध प्यारासुट स्किन प्योर गोट मिल्क फेस वाश, जसले तपाईको मुहारलाई बनाउँछ चम्किलो र उज्यालो। प्यारासुट स्किन प्योर गोट मिल्क ब्राइटनिङ फेस वाश ओरेन्ज र एलोभेरा वेरिएन्ट्समा पनि उपलब्ध छ। काठमांडू के पैराडाइज मैन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण काज करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मैन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण काज सब के लिए काठमांडू ने जाए पर अपने जनकपुर धाम में आबि गेल पैराडाइज मैन पावर। जाए के लागि जे आम पब्लिक सबके काठमाडौँ जाकर घंटों लाइन में लाग पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा हो छले। अब काठमाडौँ नहीं जाए पड़ती, मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे। पैराडाइज मैन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करें पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 सर्टिफाइड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सभामुख र सत्तारूढ दलहरूको मिल्लोमतोमा संसदलाई ब्यारेक बनाएको बताउनु भएको र आरोप लगाउनु भएको छ। सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली काङ्ग्रेसले सभामुख र सत्तारूढ दलहरूको मिल्लोमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काङ्ग्रेसका सांसदहरूले सत्ताले संसदलाई ब्यारेक बनाएको बताएका छन्। उनीहरूले संसदलाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बरखिलाफमा बैठकमा सञ्चालन गर्नुभएको पनि बताएका छन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली काङ्ग्रेसका सांसद बद्री प्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मूलभूत मूल्य र मान्यतामाथि प्रहार गरिएको पनि बताउनुभयो। खुल्न खोजिएको भने त्यसप्रति हाम्रो समर्थन हुन्न। हिजो राजाको शासन रहँदा पनि कान्तिपुर कर्मी मात्रै होइन, तपाईहरू जस्तो थुप्रै सञ्चारकर्मीहरू गिरफ्तार हुने, पक्राउ पूर्जी जारी हुने, उहाँहरूलाई विभिन्न खालको चाहिँ धम्की दबाब दिने काम गरिन्थ्यो। त्यो के थियो भनेदेखि त्यो बेला राजाले आफ्ना विरुद्धमा प्रश्न सुन्न चाहिरहनु भएको थिएन। अहिलेका नयाँ राजाहरूले आफ्ना विरुद्ध प्रश्न यदि सुन्न नचाहेको हो, नसकेको हो र पूर्वाग्रहका आधारमा त्यो सभामुखले संसदलाई ब्यारेक जस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बरखिलाफ जबरजस्ती बैठकमा सञ्चालन गर्नुभएको बताउनुभयो। नेपाली काङ्ग्रेसकै सांसद रामहरि खतिवड़ाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली काङ्ग्रेसको विरोध रहेको बताउनुभयो। उहाँले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक 2080 फिर्ता लिएर अध्यादेश ल्याई पार्टीहरू फुटाउनेतिर लाग्न लागेको आरोप लगाउनुभयो। नयाँ पार्टी, एउटा कुरा, नयाँ पार्टी भनेर आएको स्वतन्त्र पार्टीका अध्यक्षले पार्टी फुटाउने विधेयक संसदमा आएको प्रस्तुत गर्नुभयो। यो झन् आपत्तिजनक छ। यति हो। नेपाली काङ्ग्रेसकी सांसद कल्पना चौधरीले संसद बैठक स्थलमा माया दर्पलाहरूले सांसदहरूलाई अमर्यादित व्यवहार गरेको बताउनुभयो। तर त्यस्तो मर्यादा पालकहरूलाई युज गरेर संख्या बढाएर हामी माथि आक्रमण गर्न लागेको छ। त्यो प्रमाण म तपाईलाई दिन्छु। हेर्नुस्, यहाँ यस्तो भएको छ। यो
अस्ति नै पनि यहाँ मलाई यहाँनिर पुरै घाइते यहाँ बनाएको थियो, त्यसपछि पनि यहाँ यस्तो थियो। आज पनि हेर्नुहोस् हामीले यस्तोमा प्रधानमन्त्री सिधै आफै जाइ लाग्न खोज्ने जस्तो पनि गर्नुभयो। नेपाली काङ्ग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सांसद बैठक चल्न नदिने बताएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले प्रतिपक्ष दलहरूलाई पेलेर अघि बढ्न नचाहेको बताउनु भएको छ। संसदमा जुनसुकै मूल्यमा पनि पैसा पेश गर्नुपर्ने विषय बाध्य भएर अघि बढाउनु पर्ने भएकाले सबै मात्र सरकारले काङ्ग्रेसको अवरोधका बीच केही कार्यसूचीहरू अघि बढाउन परेको उहाँले स्पष्टीकरण दिनुभयो। मङ्गलबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा कानुन मन्त्री गिरीले सरकारले कुनै प्रतिपक्षलाई बलमिच्याई गर्ने पेलेर जाने भन्ने कुरा असत्य नभएको बताउनुभयो। संसदमा अहिले अनिवार्य गर्नुपर्ने केही जिम्मेवारीहरू सरकार सामु रहेकाले संसदमा ती कुराहरू अघि बढेको मन्त्री गिरीको भनाइ थियो। र यो जुनसुकै मूल्यमा पनि हामीले संसदमा पेश गर्नुपर्ने हाम्रो संवैधानिक बाध्यता थियो। त्यस कारणले गर्दा आज संसदमा हामीले पेश गर्नु परेको हो। यो यहाँको बिचमा यस ढङ्गले मैले जानकारी पनि म गराउन चाहन्छु। र हामी फेरि पनि के भनिरहेका छौँ भनेदेखि आज बिहान पनि हामी कार्यदलको बैठक बस्यौँ। त्यसमा सहमतिका निम्ति धेरै हदसम्म हामीले प्रयास पनि गरेका छौँ र हामी कार्यदलमा भएका सदस्यहरूका बिचमा चाहिँ कार्यादेश के बनाउने भन्ने सन्दर्भमा चाहिँ धेरै कोणबाट छलफल पनि भएको छ र हामी सहमतिको नजिक पनि पुगेका छौँ। मलाई के विश्वास छ भने 2-3 दिनभित्र त्यो कार्यादेशका सम्बन्धमा एउटा साझा दृष्टिकोण बन्छ। सहकारी संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलको संयोजक समेत रहनुभएका मन्त्री गिरीले प्रतिपक्ष काङ्ग्रेससँग छलफल निरन्तर भइरहेकाले त्यसमा सहमति जुट्ने कुरामा ढिलाइ नहुने दावी गर्नुभयो। नेपाली काङ्ग्रेसकी सांसद डाक्टर आरजु राणाले टिकापुरको जग्गा आफूले 50,000 रुपियाँमा किनेको बताउनु भएको छ। मङ्गलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले 2053 सालमा 50,000 रुपियाँमा किनेको बताउनु भएको छ। उहाँले आफूले 2053 सालमा जग्गा किनेको भए पनि 2068 सालपछि त्यहाँ जग्गा घोटाला भएको बताउनुभयो। उहाँले पत्रकारहरूलाई टिकापुरको जग्गा आफैले गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गर्नुभयो। सांसद राणाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेले माथि छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताउनुभयो। र हामीले जनताको बचाउ नेपाली काङ्ग्रेसले जहिले पनि गरेर आएको छ र अहिले पनि हामी गर्ने नै छौँ। होइन यस्तो कैलाश सिरोयाको कुरा के हो मलाई थाहा छैन, किन मैले उहाँको केस फलो गरेको छैन। तर हामी चाहिँ यो जुन यो सहकारीको केस छ यसको त सबैलाई थाहा छ। पीडित उहाँले नेपाली काङ्ग्रेसले जहिले पनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताउनुभयो। सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसदहरूले आगामी आर्थिक वर्ष 2081-82को बजेट संसदबाटै आउने दावी गरेका छन्। सरकारले संसद अधिवेशन अन्त्य गरेर आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने चर्चा चलिरहेका बेला सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसदहरूले अध्यादेशबाट बजेट ल्याउने कुरा केवल चर्चा मात्रै भएको बताउनुभयो। उहाँले सरकारले बजेट संसदबाटै ल्याउने भन्दै त्यसको लागि वातावरण बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई आग्रह समेत गरेका छन्। मङ्गलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका सचिव समेत रहनुभएका सांसद देवेन्द्र पौडेलले सरकारले अध्यादेशबाट बजेट ल्याउने कुरा चर्चा मात्र भएको बताउनुभयो। बद्री पाण्डेज्यूले आफ्नो कुराहरू राख्नु भएको छ। यसै गरिकन चाहिँ किस्तामा सहमति गर्ने प्रयत्न गर्छौँ। यहाँले भने जस्तै संसद भनेको जनताका आवाजहरू, जनताका विषयहरू, राज्यका महत्त्वपूर्ण विषयहरू उठान गर्ने ठाउँ भएको हुँदाखेरि सकेसम्म प्रतिपक्ष र सत्तापक्ष दुवैले देशका प्रमुख मुद्दाहरूमा मिलेर जान प्रयत्न गर्नु नै अहिलेको आवश्यकता हो। अहिले त अधिवेशन अन्त गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी हुँदैछ भन्ने चर्चा छ। अब त्यो चर्चा मात्रै हो। तर अब प्रतिपक्षले पनि कानुन सम्मत प्रकारले 15 गते अनिवार्य बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था भएको हुँदाखेरि उहाँहरूकै हस्ताक्षर छ त्यसमा अझ बढी पहिलो पटक नै त्यो उहाँहरूको पनि त्यो कानुनमा सहमति भएको
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल आदेशबाट बजेट ल्याउने बाटोमा जान तयार नभएको बताउनु भएको छ। हँसाउने प्रकृतिको छैन। चाहे प्रमुख प्रतिपक्ष या सत्तापक्ष दुवैलाई यसले फाइदा गर्दैन। फाइदा कसैलाई गर्छ भने यो संविधान र व्यवस्थाका खिलाफमा जो छन् यो व्यवस्था पुरै भाँडमा जाओस् भनेर जसले चाहिँ चाहना राखिराखेका छन् उनलाई मनोबल प्रदान गरिराखेको छ र उनलाई फाइदा पुगिराखेको छ। त्यसैले यो कुरा प्रमुख प्रतिपक्ष सांसद सापकोटाले बजेटलाई अध्यादेशको बाटोमा हिडाउने वा नहिडाउने भन्ने कुरा प्रमुख प्रतिपक्षको हातमा रहेको पनि बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकममा पचल विरुद्ध विरोध प्रदर्शन गरेको छ। मङ्गलबार काठमाडौँमा मोटरसाइकल र्याली सहित सहकारीको रकममा पचल विरुद्ध विरोध जनाएको हो। संवैधानिक हिन्दू राज्यको स्थापना संहिता खारेजी गणतन्त्र खारेज गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताएका छन्। राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग राखेका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले श्रम र सामाजिक सुरक्षा ऐनलाई नीतिगत रूपमा सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ। मङ्गलबार काठमाडौँमा श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयनमा चुनौती र नीतिगत सुधारको आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताउनु भएको छ। उहाँले श्रम ऐन 2074 र सामाजिक सुरक्षा ऐन 2074 कार्यान्वयनमा धेरै खालको चुनौती रहेको भन्दै सरकारले नीतिगत रूपमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नीतिगत सुधारको लागि संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सरोकारवाला निकायहरूसँग त्रिपक्षीय छलफलको सुरुवात गरेको बताउनुभयो। उहाँले नेपाली श्रम बजार संयुक्त ट्रेड युनियन अपेक्षा गरे अनुरूप अहिलेसम्म सिर्ता हुन नसकेको बताउनुभयो। पछिल्लो समय रोजगारदाताहरूले अनावश्यक रूपमा श्रमिक कटौती गर्ने जगेडामा राख्ने जस्ता समस्या आइरहेको उल्लेख गर्नुभयो। श्रम ऐनमा कार्यान्वयनका सन्दर्भमा र अहिले खास गरिकन धेरै समस्याहरू आइरहेको छ र श्रम बजार हामीले जुन सुधारको अपेक्षा गरेका थियौँ, जुन किसिमको त्यहाँ सुदृढीकरणको अपेक्षा गरेका थियौँ त्यो अनुरूप गइरहेको छैन। धेरै खालका समस्याहरू पछिल्लो समय। नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योतिष्ना श्रेष्ठले श्रम ऐनमा प्रवर्धन निर्देशक स्तरमा युनियन गठन गर्न पाउने व्यवस्थाले निजी क्षेत्रलाई समस्या भएको बताउनुभयो। र गभर्मेन्ट सेक्टर पनि राम्रो होस् भन्ने हामीले हेर्नुपर्छ र अहिले गभर्मेन्ट सेक्टरले जुन उहाँहरूले पनि सहयोग गर्ने अब अहिलेको स्थिति हाम्रो ध्रुव सरले भनेको जस्तै कस्तो छ त सबैलाई नै थाहा छ। 40% चाहिँ हाम्रो सटर्सहरू डाउन भइरहेका छन्। अब हाम्रो गभर्नरज्यूले जहिले पनि भन्नुहुन्छ त्यो 40% सटर बन्द भएको चाहिँ उहाँले सरकार र निजी क्षेत्रलाई समस्या नपर्ने गरी श्रम ऐनमा आवश्यक नीति सुधार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय 40% सटरहरू बन्द भएको अवस्थाले पनि रोजगारीमा कमी देखिएको बताउनुभयो। सरकारले 7 प्रदेशमा ज्येष्ठ 17 गतेदेखि 30 गतेसम्म श्रमदान रोजगार मेला आयोजना गर्ने भएको छ। मङ्गलबार सिंहदरबार स्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै श्रमदान रोजगार मेला आयोजना गर्ने जानकारी दिएको हो। सरकारले 7 प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्य मेला आयोजकमा गर्न लागेको बताएका छन्। सरकारले जेठ 17 गते र 18 गते कोशी प्रदेश, 19 र 20 मध्य प्रदेश, 21 र 22 गण्डकी प्रदेश, पोखरा 23-24 लुम्बिनी, 25-26 कर्णाली प्रदेश, सुर्खेत 27-28 सुदूरपश्चिम प्रदेश गण्डकी र 29-30 बागमती प्रदेशको ललितपुरमा श्रमदान मेला आयोजना गर्न लागेको जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद आर्यालले श्रमदान कल सेन्टरको 1141 नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताउनुभयो। खोजीमा रहेका नागरिकले पनि कस्तो चाहिँ रोजगारदाता कम्पनी छ भनेर त्यही रोजगार ब्याङ्कभित्र गएर खोजेर पाउने हामी त्यो एउटा ड्रिमी प्रोजेक्टमा काम गर्न खोजिरहेका छौँ। मन्त्रालयले त्यसमा अगाडि बढिसकेको छ। आउने वर्षमा बजेटमै हामीले यो राखिसकेका छौँ। नीति तथा कार्यक्रममा यो आइसकेको छ। त्यस कारणले चाहिँ तपाईँ हामी सबैजनाको चाहिँ कम्बाइन्ड प्रयास भयो भने उहाँले श्रमदान रोजगार मेलामा सातै प्रदेशका प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो। उहाँले श्रमदान रोजगार मेलामा सरकारको सानो प्रयास मात्रै भएको बताउनुभयो। हस्त अहिलेलाई यतिकै पल पल खबर तेज नजर हेर्दै गर्नु अप्पन टेलिभिजन। नमस्कार।